यो बोटलाई चिन्नुहुन्छ यसको नाम हो युफोर्बिया मिली यसको यो साइन्टिफिक नेम हो र यसलाई क्वीन अफ थ्रोन पनि भनेर चिनिन्छ यसलाई चाहिँ फ्रेन्च बोटनिस्टले सन् 1826 मा चाहिँ परिचित गराएका रहेछन् यो चाहिँ म्याडागास्कर भन्ने आइसल्यान्डबाट चाहिँ उत्पत्ति भएको यसको हिस्ट्रीबाट देख्न सकिन्छ र यो गाडावाला फुल हो गाडावाला फुल रोप्नु हुँदैन चाहिँ भन्छन् तर यसको सुन्दरताले गर्दाखेरि साधारणतया मान्छेहरूले आफ्नो घरमा यसलाई रोप्न थालेका छन् म त्यति साह्रो ठुलो प्लान्ट लभर त होइन यो अस्ति धान काटेर चुट्न जाने बेलामा चाहिँ बारीको छेउमा खेतको छेउमा चाहिँ कसले काटेर फालिरहेको रहेछ र मलाई यो पहिल्यैदेखि रोप्न चाहिँ मन थियो र चाहिँ त्यही बेलामा ट्याक्क कसले त्यहाँनिर खेत छेउमा फाले भएर चाहिँ मैले उठाएर ल्याएर ठुलो बोट थियो उठाएर ल्याएर काटेर चाहिँ यसरी सुकाएर राखेको छु र यसलाई चाहिँ म आज रोप्न जाँदैछु र यसलाई काटेपछि यस्तो दुध जस्तो वस्तु देखिन्छ यो विषाक्त हुन्छ यसो कारणले गर्दा यसलाई काटिसकेर एकछिन यो दुध सुकोस् भएर घाममा सुकाएर राखेको छु ल अब चाहिँ यो युफोर्बिया मिली सार्नको लागि चाहिँ म यो गमलामा सरस्वती माटो हाल्दैछु यो माटो अन्य खास केही पनि मिसिएको छैन बस माटो मात्र हो सामान्य माटो मात्र हो यसमा मल र अन्य कम्पोस्टहरू र अन्य चिजबिजहरू केही पनि हालिएको छैन बस साधारण माटो मात्र छ यसरी यो माटो चाहिँ मैले यो गमलामा भरेँ अब यसमा चाहिँ म 3वटा जति चाहिँ राखिदिन्छु यो पातलाई चाहिँ काट्नुपर्छ मैले यो पातलाई काटिवरी चाहिँ म यसमा हाल्छु अहिले चाहिँ मैले यो क्राउन अफ थ्रोनको सम्पूर्ण पातहरू चाहिँ काटिसकेको छु ठुल्ठुलो पातहरू यो माथिको 2-3वटा सानो सानो पातहरू यो फुलाएको यहाँ देख्न सक्नुहुन्छ यिनीहरू मात्र मैले बाँकी राखेको छु र म यसलाई चाहिँ यसमा रोप्न जाँदैछु यो साधारण माटो मात्र छ यसमा रोप्छु यहाँ मैले 2-3वटा स्पाइडर प्लान्टहरू पनि राखेको छु 2वटा किसिमको छ यिनीहरूलाई म आज सार्छु देख्न सक्नुहुन्छ अहिले यो मैले सम्पूर्ण पातहरू चाहिँ निकालिसकेको छु यसको सम्पूर्ण पातहरू चाहिँ निकालिसकेको छु काटिसकेको छु अब यसलाई चाहिँ यो माटोमा चाहिँ सामान्य किसिमको माटो छ यो माटोमा चाहिँ म रोप्न जाँदैछु यसको सहायताले अलिअलि यो गमलामा खनेर चाहिँ यसलाई जाँदैछु एटलिस्ट 2 इन्ची जति भित्र पठाउनु होला माटो मुनि काँडाले चाहिँ डरै घोज्छ फेरि यो काँडा घोज्ने कारणले गर्दाखेरि चाहिँ धरा खाँचै रोप्न नमान्दा रहेछन् पहिला यो बिस्तारै बिस्तारै मान्छेहरू सबैले आफ्नो कोसिसमा यसलाई पनि अहिले चाहिँ रोप्न थालेछन् यसरी मैले यसरी रोपेर हामीले सिउरीमा कम पानीमा नै सिउरीमा चाहिँ पनि कम पानीमा बाँच्ने खालको बिरुवा यसरी यसलाई सर्वप्रथम माटो पिस्ने गरेर पानी हाल्छु त्यसपछि यसलाई डाइरेक्ट सनलाइट नपर्ने गरेर म एउटा ठिक किसिमको यसलाई पाइप गर्ने स्थानमा लगेर राख्नेछु र केही दिन पछाडि लगभग 25-30 दिन पछाडि चाहिँ यसको जरा आउँछ भन्ने मैले आश गरेको छु